चिप्ले भेन्टाको बुटो देखेँ कि उखालेर फल्न मन लाग्छ भन्नेहरूको लागि यो रेसिपी तपाईँहरूले यो रेसिपी ट्राई गर्नुभयो भने उखालेर चाहिँ होइन खोजी खोजी रोप्न चाहिँ मन लाग्छ। हे एभ्रिवान, वेलकम टु माई कुकिङ भिडियो। सुरुमा चाहिँ चिप्ले भेन्टालाई लिख्नुहोस् अनि त्यसपछि त्यसलाई मजाले पखालेर काट्नुहोस्। त्यसपछि आफूलाई चाहिने सबै सामानहरू रेडी बनाउनुहोस्। कुकिङको सबैको आफ्नो आफ्नो तरिका हुन्छ। मैले चाहिँ यसरी नै बनाउँछु अनि मलाई एकदमै मिठो लाग्छ यसरी बनाएको। त्यसपछि हाल्नुहोस् कराईमा तेल चाहिँ अलिकति धेरै नै हाल्नुहोस् अनि त्यसपछि 5 फोरन पड्काउनुहोस् छ भने अनि प्याज ब्राउन हुनेसँग भुट्नुहोस्। प्याज हाले ब्राउन भइसकेपछि चाहिँ त्यसमा हाल्नुहोस् चिप्ले भेन्टा अनि चिप्ले भेन्टालाई पनि मजाले चलाएर भुट्नुहोस् अनि अलिअलि पानी निस्किन सक्छ। यसलाई चाहिँ मजाले सुकाउनुहोस्। त्यसपछि एड गर्नुहोस् बेसार र नुन चाहिँ मैले एकैचोटि हालिदिन्छु अनि त्यसपछि मैले एकछिन यसलाई भुटेँ अनि हालेँ मैले टमाटर चाहिँ एकैछिन ढाकेर सानो ग्यास गरेर त्यसलाई पाक्न दिएँ। टमाटर पत्रक्क भएपछि हालेँ मैले जिरा धनियाँको पेस्ट अनि त्यसपछि अदुवा लसुन अनि यसलाई मजाले भुटेँ। यसलाई चाहिँ सानो ग्यास गरेर भुट्नुपर्छ। फेरि ठुलो ग्यास गऱ्यो भने मसला डढ्छ नि त। मसला डढ्यो भने चाहिँ त्यो तितो फ्लेभर आउँछ, अलि मिठो हुँदैन। अनि यो चाहिँ अब लगभग रेडी भइसक्यो। यो चिप्ले भेन्टा चाहिँ पाक्यो मजाले नै। अनि त्यसपछि मैले चाहिँ यसमा हालेको छु भाङ हालेर चाहिँ एकचोटि ट्राई गर्नुहोस्, एकदमै मिठो हुन्छ। यसको फ्लेभर चाहिँ एकदमै मिठो आउँछ। त्यसपछि मैले माथिबाट हालिदिएँ धनियाँ अनि हाम्रो चिप्ले भेन्टा भयो रेडी। थ्याङ्क यू फर वाचिङ।